पास गरिस् अरे के आजको एक्जाममा खुसी यता चाहिँ हामी मन्दिर आइपुग्न लाग्यौँ होइन मन्दिर आइपुग्न लाग्यौँ टक्क लगाएर हेलो गाइस वेलकम टु माई न्यू ब्लग तपाईँ स्वागत छ आजको मेरो नयाँ ब्लगमा र आज चाहिँ म त अहिले चाहिँ खाना खाएर यता बसिरहेको छु अनि यता चाहिँ म अहिले यता ब्लग सर्भिसको होइन आज साथीको ब्लग खाएर गरेर चाहिँ बसिरहेको छु होइन लागेर तपाईँलाई म बाहिरको भ्यू देखाउँछु होइन यस्तो छ अहिले चाहिँ कति 10 बजिसक्यो होला घरमा कोही छैन एक्लै छु होइन तपाईँलाई म अहिले किन गर्छु गाइज म चाहिँ होइन अहिले सरोजको ब्लग चाहिँ होइन अघि हेरेको यहाँनिर पिक्चरहरू चेन्ज गर्दै थिएँ र तपाईँलाई आउँछु ब्लग शनिबार आउँछ होइन तपाईँलाई अस्तिको अहिले चाहिँ साइकल राइड चाहिँ गराएको थिइनँ आज चाहिँ हेर्नुहोस् होइन तर अहिले अलिक सिनमा हेर्नु अरे हे मुझ पैर साया है मुझ पे पा 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 टक्क लगाएर होइन चाहिँ खेत खनिसकेको छ अस्ति खनेको थिएन हिजो अस्ति त खनेको भएको खेत होइन यो मौसम चाहिँ आएको आम्मा यता बाहिर हेर्न सक्नुहुनेछ सुकेको फुल अहिले चाहिँ यता साइकल राइडर निस्किसकेँ अहिले निस्क्यौँ भनेको अहिले निस्किहालेको होइन घरमा होइन के छ टक्क लगाएर मुझपे साया तुझ पे अहिले चाहिँ त बाटोमा होइन यहाँबाट सिधै यता मन्दिरतिर होइन त्यहाँसम्म के चाहिँ प्रोग्रेस हेर्नु होला गाउँको हालत यस्तो छ पराल यता चाहिँ हामी मन्दिर आइपुग्न लाग्यौँ होइन मन्दिर आइपुग्न लाग्यौँ टक्क लगाएर यता चाहिँ मैले चाहिँ होइन यता मन्दिरमा चाहिँ ढोगेर गइसक्यो होइन यता मन्दिरमा ढोगेर हल्का त्यही माला नेपाली आउनुहुन्न टक्क लगाएर यतातिर होइन बाटोमा जाउँ फेरि घरतिर घरतर्फ लाग्दैछु होइन टक्क लगाएर सबैलाई लाइक गरिदिउँ होइन अनि सब्सक्राइब पनि गरिदिउँ यता चाहिँ पराल चाहिँ उता बसिरहेको रहेछ जाति भाषा धर्म संस्कृति समिसाल
हामी घरतर्फ लाग्दैछौँ होइन तपाईँलाई घर पुगेर भेट्छु हेरेर छ घर आइसक्यो होइन तलाएर आज मन्दिरसम्म पुगेको डेली शनिबार भ्लग आउँछ होइन हेर्नु होला सबैले लाइक गरिदिनु होला टक्क लगाएर अब तपाईँलाई म अहिले भरे भेट्छु गाई सुतेर उठिसक्यो होइन तपाईँलाई भरे भेट्छु भने अन्त यहाँ चाहिँ भइसक्यो पुरा चल्दैछ होइन यतिखेर मम्मी होइन हेलो मैले लाइसेन्स पास गरेँ के को लाइसेन्स हो ममले चाहिँ लाइसेन्स पास गरिछ अरे क्या आजको एक्जाममा खुसी अनि फेरि हो भने चाहिँ के हुन्छ यहाँ कपी चेक गरिसकेँ क्या मैले त्यही खुसीमा मासु माम खानु त यहाँ चाहिँ खाइहालिन्छ नि मासु त जाडो छैन चेक गर्ने बाँकी छ मैले पास गरिसकेँ क्या अनि मासु भात खानु त नि आज अनि खाम न मासु कसले नखाम भनेको छ छ्या मासु मलाई पक्ने मलाई न टेन्सन नगर्नु त जा केही छैन अहिले चाहिँ माथि जाऊँ होइन कलाएर माथि आम्बो वा कस्तो दामी जाडो भएर जाडो मौसममा जाडो आम्मामा कलाएर होइन कालो देख्नु होला फेरि म कार्यक्रम गरेपछि यहाँनिर हल्का बजार भएर त्यसो देखेको नि फेरि ढ्यान ट्यान ट्यान ढ्यान ट्यान ट्यान ढ्यान ट्यान ट्यान रुवा मर्के लागेर भइसक्यो I'm so happy. मैले क्वेसन चेक गरिसकेँ हो 29वटा मिलाएर 25वटा मिलाउँदा पास I'm so happy. मम्मी म त्यसकै न अन्त मासु भात खानु पर्छ त्यही खुसी हो मासु भात खानको खुसी म त स्काइमा चाहिँ भेटे यही हो क्या खोजेको भेट्यो बल्ल बल्ल घरमा आएको घरमा आएर खोज्छ अर्कैतिर भात खाने मोम खाने मतलब पुग्यो मतलब मासु लिनेहरूको सबै पैसा चाहिँ एटिएममा अरे के एटिएममा पनि खानु अब एटिएममा पनि मासुमा आयो एटिएम कुछ भी यार र तपाईँलाई आजको ब्लग कस्तो लाग्यो राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला थ्याङ्क यू फर वाचिङ दिस भिडियो बाई